हेलो नमस्कार साथीहरू, आजको म भिडियोमा तपाईलाई देखाउन गइरहेको छु। अहिले म ठ्याक्कै आउनु पर्दा यो इट्टा भट्टाको छेउमै छु र म तपाईहरुलाई आज बताउन गइरहेको छु। र यो उतादेखि चाहिँ यो भर्दै ल्याइरहेको छन् हैन, यहाँबाट काँचो इट्टा राखिरहेछन्, यहाँनिर लोड गरिरहेछन्। अनि त्यसपछि यो चाहिँ खाली यो बिक्री भइसकेको हो, बिचमा चाहिँ यहाँ चाहिँ अब बिक्री हुँदैछ हैन। अनि यो बिक्री हुँदैछ, यो सबै चाहिँ बनिसकेको छ है। यतापट्टि यो सबै जति पनि छ नि, यहाँदेखि यतापट्टि यो सबै यतापट्टिदेखि घुमाएर ऊ त्यहाँसम्म बनिसकेको छ हैन। अहिले म देखाउन चाहन्छु त्यो यो जुन के छ नि, यो चिम्नी भन्दा उतापट्टि चाहिँ जलाउँदैछन् है त। यो चाहिँ यहाँदेखि लगेर यो सबै जति पनि छ नि तल भुइँमा, यो सबै इट्टा रेडी भइसकेको छ है। यो सबै बिक्री हुनेवाला हो, यहाँदेखि लगेर परसम्म यो चाहिँ सबै यो अब निकाल्नु छ हैन, बाँकी नै छ। यता यो जलिसकेको छ, सबै यो जलाएर रेडी बनाएको छ। अनि यो यतापट्टि चाहिँ भुइँमा पुरै इट्टा अब सबै बिक्री हुनेवाला मात्रै छ, सबै रेडी भइसकेको छ, निकाल्न मात्रै बाँकी हो। यहाँ जल्दैछ, यहाँ आधा टोली जलाउनेवाला छ है। म अब के देखाउँछु भन्दाखेरि कसरी इट्टालाई जलाउँछ त भट्टामा, त्यो देखाइरहेको छु। अब यहाँ चाहिँ यसरी जलाउँछ है त, आगो हाल्दाखेरि है। यसमा दाउरा हालिराख्ने हैन। अनि यो जुन खोल्दै दाउरा हाल्दै यहाँ जल्छ, फेरि यतापट्टि बल बनाउने, त्यसरी यहाँ चाहिँ जलाउँछ। अनि यो चाहिँ धुवा चाहिँ पास हुन्छ, किन भन्दा यहाँ जलेको त यहाँ धुवा आउँदैन, किन भन्दा तलबाट एउटा यस्तो चिम्नी राखेको हुन्छ, त्यो धुवाभरि चाहिँ यहाँबाट माथि गएर त्यहाँबाट पास भएर उता जान्छ। यो चाहिँ अब खोल्यो भने एकदमै आगो देखिन्छ। यसरी खोल्यो है, तल पुरै रातिमा भयो भने देखाउँछ, रातिमा धेरै राम्रो देखिन्छ नि, पुरै जलेको छ। यसलाई यतापट्टि खोल्नु त एउटा यो भयो नि, अब ठ्याक्कै यसलाई बन्द गर्ने। यो यहाँ चाहिँ खतरा देखिरहेछ है। यसरी चाहिँ जस्तो यो आगो बलिरहेछ नि, त्यसरी यतापट्टि यो सबैमा बलिरहेछ नि, यो सबैमा बलिरहेछ। यसलाई चेन्ज गर्दै जानुहुन्छ नि, यता पाकिसक्यो बन्द गर्ने, यता सार्दै यसरी सार्दै यता जानुहुन्छ नि। अनि यतापट्टिबाट काँचो इट्टा भर्दै जानुहुन्छ नि। यतापट्टि चाहिँ काँचो इट्टा भर्दै जान्छ, यताबाट पोल्दै जान्छ, उतापट्टिबाट बिक्री हुँदै जान्छ। त्यस्तो सिस्टम हो है यता। यो चाहिँ काँचो इट्टा भर्दैछ, ट्रलीमा ल्याइरहेछ, ल्याउँदै भर्दैछ। यो चाहिँ यतापट्टि बिक्री हुँदै जान्छ।